हेलो फ्रेन्ड्स, आज 19 अप्रेल 2026, 19 अप्रेल 2026। आज इभिनिङमा चाहिँ म इभिनिङ वक गर्नु पर्यो भनेर निस्केको थिएँ है, मेरो आमालाई लिएर। र वेदर चाहिँ यस्तो भइरहेको छ कि अब बुझ्नै नसक्ने। योपालि हिल्सको वेदर यति साह्रो मतलब चेन्ज आयो नि हिल्सको वेदरमा, बुझ्नै सकेको छैन क्या। अब यति बेला चाहिँ विन्टर सकेर यति बेला मार्च अप्रेल टिल मे है, 1 मेसम्म चाहिँ, मिड अफ द मेसम्म चाहिँ एकदमै वेदर राम्रो हुनुपर्ने नि त होइन। बेला बेलामा यस्तो भए तापनि प्रायः चाहिँ हल्का घाम लागेर रमाइलो होइन, चारैतिर फुल फुलेको एकदम क्लियर पहाड, एकदम मान्छेहरू रमाएर गर्ने गर्थ्यो क्या। तर अब अहिले चाहिँ हेर्नुहोस् न के भएको म त इभिनिङ वक गएको जाडोले म त हो एकदम हुडी सुडी लगाएर मुखमा पनि मास्क लाउनु पर्यो, यति चिसो हावा थियो नि, फग चारैतिर। म चाहिँ अब गिद्धे पहाड खरसाङ दार्जिलिङमा होइन छु आजको दिनमा चाहिँ। र मैले चाहिँ अब एकदम इभिनिङ वक गएको नि त, त्यो साइड चाहिँ एकदम सनसेट चाहिँ राम्रो देख्छ नि त, त्यो भएर गएको थिएँ। तर हेर्नुहोस् न यस्तो भयो कि उयो चाहिँ उयो गर्नु सकेन क्या, एकदम केही देख्नै सकेन, जाडो भएर एकछिन पनि बस्नु नसकेर चाहिँ फर्केर चाहिँ आइहाल्यो। तर अब जे नै भए पनि, फग नै भए पनि जे नै भए पनि अब यो पर पहाडहरू उयोहरू चाहिँ एकदमै राम्रो देख्छ क्या। अब होइन, अब पहाड त पहाडै हो, हिल्स त हिल्सै हो, जता पनि है फगै भए तापनि क्लियर भए तापनि अब रमणीय देख्ने क्या। यसरी चाहिँ आज म इभिनिङ वक गएको थिएँ फ्रेन्ड्स है। र